What's up everyone? It's your boy JEDAN back to the channel. अनि के छ सबैजनालाई म चाहिँ एकदम बवाल छु अनि आज चाहिँ हामी कहाँ जाने त्यो चाहिँ अहिलेसम्म फिक्स भएको छैन डिसाइड भएको छैन अहिले डिसाइड भएको छैन हामी चाहिँ टक्क पाँचजना भएर हिन्दीको आज भने तर कहाँ जाने हो के गर्ने हो केही पनि थाहा छैन होइन तर निक्लिदिएको हामी टोली चाहिँ यति होला हामी पाँचजना टक्क अगाडि तिनजना अनि पछाडि चाहिँ हामी दुईजना चिसो लगौँ न त थाहा छैन हेलो कोक लेके जाएगा कोक खाएगा क्या पीते हो हाँ पानी पीते हैं चलो पानी लेके आओ हामी चाहिँ जानु आँटेको त्यतातिर अनि अब चाहिँ के लगाउने भनेर डिसाइड गरेको पानी लिएर जाने कि कोक लिएर जाने त्यही भएर दुइटै लिएर जाने नो प्रब्लम हेलो बोलो हेलो आबिद भाइ शेख साहब हेलो नमस्कार सलाम वालेकुम अनि हामी चाहिँ जानु आँटेको तर थाहा छैन कहाँनिर जाने हो अहिलेसम्म डिसाइड चाहिँ भएको छैन अब जाम कहाँसम्म पुगिन्छ गर्मी छ त्यही पनि गर्मीलाई चाहिँ साइडमा राखेर अब फेरि पनि यो छुट्टीमा पनि बाहिर निक्लिदिएको हामी एउटा छुट्टी हुन्छ होइन छुट्टीको दिन त बाहिर निक्लिनु पर्दैन भने त्यसले हल्का चिल आउट पनि हान्नुपर्छ सधैँ काम 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 भनेर स्ट्रेस लिनु भएन यस्तो मिठो हावा चलिरहेको छ नि अहिले चाहिँ ओ माई गॉड गर्मीलाई बिर्सिने गरेर हावा चलिरहेको छ यस्तो मिठो हावा चलिरहेको छ so green right man टक्क दुईजना अगाडि अगाडि हाम्रो गिटारिस्ट विनोद दाई गिटार बबाल बजाउनुहुन्छ त्यही भएर जहाँ जाँदा पनि गिटार चाहिँ साथमा हो अनि त्यो आज चाहिँ म मास्क लगाएर निक्लेको किन भन्दा एयर पोल्युसन बालुवा उड्छ लो त्यही भएर म चाहिँ अब टक्क मास्कमा निक्लिदिएको अनि घाम वाइट आँखा खोल्न सक्दिनँ अनि त्यही भएर टक्क चस्मा सस्मा लगाएर निक्लिदिएको म चाहिँ अब है त अनि आज चाहिँ हामी फेरि पनि अस्ति गएको थियौँ मन्जार बिचको अस्ति हामी स्ट्रेट ब्रिजपट्टि गयो आज चाहिँ लेफ्ट साइडतिर जाने भन्ने फिक्स भयो होइन ब्रिजकै लेफ्ट साइड जाने भन्ने प्लान फिक्स भयो त्यो भयो हाम्रो मस्जिद होइन दुबईमा चाहिँ जताततै मस्जिद चाहिँ गल्फ भन्दा पनि अरबिक कन्ट्री मुस्लिम कन्ट्री भएर जताततै मस्जिद चाहिँ मस्जिदै मस्जिद छ जस 10-15 मिनट पछि एउटा मस्जिद आइहाल्छ जुनै साइड जानु अब आफू होइन राइट लेफ्ट इट डजन्ट म्याटर तर मस्जिद चाहिँ भरिपूर्ण छ टक्क टोलीहरू चाहिँ जे होस् पानी सानी बोकेर आउँदैछन् र पिज्जा दाइ र अर्को भाइ कोक लाजिम चाहिए त्यो अस्ति हामी जाँदाखेरि अब केही आइडिया थिएन त्यहाँनिर पानी छ भन्ने थाहा सुनेतिर गएको त्यो दिन पानी नपाएर प्याक प्याक भएको थियो त्यही भएर आज चाहिँ हामीले पानी होइन अपग्रेड गरेर कोकै बोकेर गइदिन आँटेको हो कि खास त्यही भएर कोकै बोकेर गइदिन आँटेको हामी को जया सेट त्यसलाई बोलाउनु नो प्रब्लम अब के गर्नु बिर्सिहाल्यो अब एउटालाई बोलाउन उ पनि जान्छु भन्दा थियो तर इट्स ओके नेक्स्ट टाइम बोलाउँछ त्यसलाई
एकदमै नेक्स्टचोटि आउने हामी नेक्स्टचोटि आउँदा चाहिँ जस्ट बाइक चलाउनु गरेर आउने भन्ने प्लानमा हो। एकचोटि आउँदाखेरि चाहिँ चलाउने गरेर आउने भन्ने प्लानमा हो है। यहाँनिर चाहिँ 1 आवरको चाहिँ 150 दिरहम लिन्छ। त्यो नेपाली 4-5 हजार रुपियाँ लिन्छ, तर त्यस पैसा वसुल छ। एकचोटि आउनु चाहिँ पर्छ, घर जानुभन्दा अगाडि एकचोटि एक्सपिरियन्स चाहिँ गर्नुपर्छ। त्यही भएर नेक्स्टचोटि चाहिँ आउने भन्ने प्लानमा छ हामी। अब हेरौँ नेक्स्टचोटि के हुन्छ। सकेसम्म भन्नाले यसो टाइम मिल्यो भने नेक्स्टचोटि सबैजना मिलेर आउने। अब अरू भनेर त्यस्तै हो। जे होस् लाइफ इज अ जर्नी, लाइफ इज अ जर्नी। त्यही भएर जर्नीको फुल एक्सपिरियन्स चाहिँ दिनुपर्छ। जस्ट त्यहाँ जान लाग्यो। नेक्स्टचोटिको छुट्टीमा चाहिँ जस्ट कि त त्यहाँनिर जेट स्की गर्न आउने कि त यहाँनिर क्रिकेट खेल्न आउने भन्ने प्लान छ। किनभने आज हाम्रो प्लान थिएन, केही नि क्रिकेटको अलिक लागेर त्यहाँ पिच पनि बनाएर राखेको रहेछ। नेक्स्टचोटि चाहिँ आउनु पर्ला कि त क्रिकेट कि त यता जेट स्की गर्न आउने प्लान छ हाम्रो। ल यहाँनिर पिच पनि बनाएर राखिदिएको रहेछ क्रिकेट खेल्नलाई। क्रिकेट खेल्ने ठाउँ भयो त्यो चाहिँ होइन, तर भ्यू पनि बब्बाल छ। दाइको सोच सुन है, 10,000 भेट्यो भने चाहिँ के गर्ने अरे? 1000 ग्रामको पार्टी सबलाई होइन, फेरि हुन्छ जेबै खान्छ खाइदिने, तर पैसा भेटायो भने मात्रै पार्टी हुन्छ। भेटाएन भने चाहिँ पार्टी। अनि दाइको सोचहरू कति पछाडि छ अहिले? क्रेडिट कार्डको जमानामा, कार्डको जमानामा, अनि पछाडि के अरे मोबाइल ब्याङ्किङको जमानामा कहिले घुम्न आउँदा पैसा भेटाइरहेको थियो कि अस्ति पनि 10 ग्राम भेटायो, आज फेरि 52 भेटायो। त्यही भएर अब कुनै दिन इनकेसली 10,000 भेटाइहाल्यो भने भन्ने कुरो मात्रै हो। घुम्न आउँदा पछि पैसा भेटाएको छैन। त्यही भएर भेटायो भने चाहिँ त्यो गर्ने अरे। अहिले यस्तो जमानामा त्यो 1-2 रुपियाँ भनेको यो त काम छैन भनेर थालेको हो। दाइले त्यसलाई भेटाएको भन्दा सोचिरहनु भएको छ। त्यो चाहिँ हो। 10,000 भेट्ने सोच छ है त दाइको? ल 10,000 रुपियाँ भेटाउने सोच है त दाइले? 10,000 रुपियाँ होइन, दिरहम। 10,000 दिरहम भेटाउने दाइको सोच छिटै पुरा आउँछ। अनि केटाहरूको कारनामा यहाँ कुदेको। फाइनल्ली हामी चाहिँ अलमोस्ट हाम्रो डेस्टिनेसनमा आइपुग्नु आँटिसक्यो होइन। सो दिस इज सो ब्युटिफुल म्यान। बवाल मौसम छ भनेपछि ओ माई गड, हावा पनि यस्तो दामी चलिरहेको छ आज त। ओहो हावा पनि एकदम बवाल चलिरहेछ। केटाहरू अगाडि पुगिसक्यो, म चाहिँ पछाडि छु। दामी छ है केटा हो, दामी छ। आउनु पऱ्यो के सधैँ त्यो छुट्टीमा मोबाइल चलाएर गेम खेलेर टिकटक लाइभ बसेर भएन, इन्जोयमेन्ट पनि हान्नु पर्यो। बराबर हान्दैछ नै केटाहरूले ल। 15, 25
This is called the real strength, man. चेक करो 100 है भाई गो निस्किन्छ गो रोक्यो कि नहीं? नहीं अरे ला केटाहरूले फुल मस्ती गरेर थोरै यहाँनिर केटाहरूले लगाएर पुरै पसिना पसिना निकालिदिने भने 100मा पुऱ्याइदियो मलाई त 100 केजी 100 केजीमा पुऱ्याइदियो केटाहरूले मलाई नो प्रब्लम केटाहरूले मलाई त 100मा पुऱ्याइदियो हो माइ गॉड हातै पुरै फ्यात्तै गरे जस्तो बनाइदियो केटाहरूले मलाई घाम छ क्याप खोल्यो भने म आँखै हेर्न सक्दैन त्यो ठाउँ चाहिँ बब्बाल बनाएको छ अस्ति गएको साइडको भन्दा यो साइडको धेरै राम्रो लाग्ने किनभने क्राउड बेसी छैन पिसफुल्ली छ अनि त्यही भएर मलाई यो साइडको दामी लाग्यो क्या एकदमै बबाल लाग्यो पानीमा खेल्ने कुरा ए उ त्यहाँ बच्चाहरूलाई मात्र हो नि त फेरि ठुलो छ नि त दाइले भनेको ला हामी पनि बस्छे जस्तो भनेर जाम अरेको केही भन्नु छ यसमा चाहिँ छ त दाइलाई पनि बच्चा भने त्यहाँ जानु पऱ्यो अरे आज ल अझै हाम्रो केटाहरूको फोटो सेसन कार्यक्रम चलिरहेछ सेलिब्रेटी अनि क्यामराम्यान सेलिब्रेटी यहाँ छ नि आज क्यामराम्यान दुईजना मिलेर हाल्दैछ आइफोन जस्तो आएको छ त देखाइदिनु त फोन देखाइदिनु आइफोन जस्तो आज रे ल आइफोनै हो भाइ सुगर फ्री नहीं 0 लिखा है उसमें नियर एक्सपायरी देखो ये आदमी हमको नियर एक्सपायरी खिलाएगा मार डालेगा चूतिया आदमी भाई हम लोग को क्या मालूम बात कर 40-50 मिनट का वीडियो निकालेगा हाम्रो जस्टिन बिबर गीत गाइदिनु त ल एउटा गीत गाइदिनु न
कोक नखाने भन्दाखेरि यस्तो छ मुख नछाड्नु न हौ ल चेस है चेस चेस है यस कोक लबर दिस इज सेकेन्ड प्याक ल एक सर्टमा ए 3 प्याक मलाई मनपर्ने थ्याङ्क यू मेरो अरू चाहिँ म त्यतिकै खान मन लाग्दैन ल खाइँदैन कि अब कहिले कस्तो स्वाटे हानिदिन्छ ल भाइ स्वाटे एक सर्टमा हान्दै हाम्रो भाइले त This is the place, man. This बबाल छ ठाउँ बबाल छ यस घुम्न आउनलाई एकदम बबाल छ ओ माई गॉड माई गॉड This is the view right now, right here, man. You already know where are we? Mamjur Beach. Yes, peaceful town, peaceful वातावरण, peace vibe. मेरो गिटारिस्ट दाइ जस भ्यू बबाल छ केटाहरू होइन जस अस्ति चाहिँ अब हामीले के अरे पौडी खेल्न आउने भने त्यहाँ आज विदाउट प्लानिङ हिँडेको भएर चाहिँ अब पौडी खेल्न चाहिँ होइन टिकट डुल्नलाई नै फेरि पनि यहीँनिर आयो तर त्यसको अपोजिट साइडतिर ठाउँ चाहिँ ड्याम गुड छ अरू भने त्यस्तै हो ठाउँ चाहिँ ड्याम गुड छ भाइ बबाल छ कि अरू भन्दा पनि सनसेटको भ्यू दामी देख्छ क्या अरू भने त त्यस्तै हो सनसेटको भ्यू चाहिँ एकदम दामी देख्छ मैले 16-17 सुनेर बोलेको परिवारले साथीलाई कहाँ सुनेको खतरा प्लान मानिसहरूले प्लेसमा आमामा भुके काम गर्दासँग सालेको परिवार छोडेर पर्याप्त छैन नानीले जब मुस्किलले कहिले पो हुन्छ सजिलो छ भन्छन् विदेश खटेर गर्नेलाई पो थाहा हुन्छ आँसुलाई छोपेर खाडीमा पसे हुन्छ कि भोलि सुधार यसले त परिवार डुबाउँछ भनेको भुलेको छैन म हात गाह्रो जुत्तो खुला फैलाउँदा हात सुनेर बोलेको हात अप्ठ्यारोमा हात लाग्छ पछिले चाहियो हात के न्यानो हुन्छ र आमा तिम्रो पछ्यौरी बिनाको रात घरतिर आउँछु त भनेको तर पाइन पर्दैन यो साल परदेशी भएर खोलाउने पेटोले बिर्स्यो हामीलाई त अन्य केटाहरू सम्पूर्णलाई सम्झना अति नै छ बिर्सेको छैन त्यो दिन एक हल्लेर हिँडेको गाउँमा जीवनको केटाहरू तिमीहरूलाई कति गाह्रो यो ठाउँमा मेरो स्वर परिवर्तन सँगै हिँडेर चाहिँ हामीलाई केटाहरूले छोडेर यहाँ अगाडि आएर बसेका छन् केटाहरू अब यस्तो दामी चलेको छैन यहाँ अगाडि आएर बसेका छन् केटाहरू छोडेर यहाँ आएर बसेको हामीलाई छोडेर एक्लै पारिदिएको फेरि हामी चाहिँ अब अझै अगाडितिर डुल्न जाने टक्क अझ झन् एकजना मेम्बर थपेको छ अब भयो 2-4-6 जना भयो झन् एकदम बबाल छ 6जना भएर यसो डुल्न निक्लिदिएको आज See a view right now and right here. That was awesome. You're gonna see a view right here and right now.
अहिले अब फर्किन आँटेको रुम सबैजना अब झ्याउ लाग्यो अलिक धेरै बेर पनि भयो फर्किन भयो आँटेको। अब थाकियो अब चाहिँ रुमतिर चलिदिनुपर्छ फेरि अब नेक्स्ट टाइम फेरि अब हामी अस्ति पनि स्विमिङ गर्नु भनेको थियो अब त्यो चाहिँ भएन सबैजना सबै ल्याएन अब त्यो अब नेपालमा जस्तो जहाँ चाहिँ त्यसरी स्विमिङ गर्नु मिल्दैन एकदम एरिया हो गर्ने अर्कोचोटि चाहिँ तपाईँहरूले स्विमिङ साइडको भ्लग हामी लिएर आउँदैछौँ ओके त्यति जेलसम्मको लागि चाहिँ बाई बाई थ्याङ्क यू फर वाचिङ भिडियो टेक केयर बाई एभ्री वान लभ यु